स्थानीयहरूको चाहनाहरूलाई पनि हामीले यसमा समेटेका छौँ र 11 वटा सङ्कल्प पत्र हामीले सार्वजनिक गरेका छौँ, लेखेका छौँ। र मैले मेरो अगाडि क्षेत्र नम्बर 2 का उम्मेदवार हुनुहुन्छ श्री सुधांशु कोइरालाजी र मैले उहाँलाई एउटा के कुरा भन्न चाहन्छु भनेपछि यो सङ्कल्प पत्र औपचारिकता पत्रको रूपमा मात्रै नहोस्, यसलाई तपाईँ पनि राम्ररी अध्ययन गरिदिनु होला र चुनाव जितिसकेपछि यसै सङ्कल्पका अनुसार जनताको जुन हामीले इच्छा र आकांक्षा छ त्यो पुरा गर्नेतर्फ तपाईँ लाग्नु होला। र मलाई के लाग्छ भनेपछि यसपटक पक्कै पनि हामी नेपाली काङ्ग्रेस जुन 12 वर्षदेखि यो खडेरी 2 नम्बर क्षेत्रले भोगिरहेको छ यो खडेरी समाप्त हुनेछ र नेपाली काङ्ग्रेस यहाँ विजयी भएर आउनेछ भन्ने मैले लागेको छ। यति भन्दै अब यो सङ्कल्प पत्र सार्वजनिक होला र सबैजनाको हातमा यो जानेछ र अध्ययन गर्नु होला। र यसमा हामीले विशेष समेटेको कुरा के छ भनेपछि जस्तो यो क्षेत्र कृषि आधारित क्षेत्र भएको कारणले हामीले कृषिलाई धेरै प्रमुखताको साथमा यसमा धेरै कुराहरू राखेका छौँ। त्यसै गरी यो खुल्ला बोर्डरसँग जोडिएको हुनाले हामीले खुल्ला बोर्डरको जुन समस्या छ त्यसलाई पनि समाधान गर्नको लागि पहल गर्नको लागि जुन भन्स्यार मूल्याङ्कनका कुराहरू छन् जसले गर्दा तपाईँको यहाँको व्यापार सुकेको छ त्यसलाई पनि प्राथमिकताको साथमा हामीले राखेका छौँ, जुन कि कसैको पनि सङ्कल्प पत्रमा यो कुरा देखिएको छैन। र मलाई लाग्छ यो सङ्कल्प पत्र एकदमै उत्कृष्ट छ र यदि यो उम्मेदवार हाम्रो विजयी भएर यो सङ्कल्प अनुसार हामीले काम गर्न सक्यो भने निश्चय पनि 2 नम्बर क्षेत्र नेपाली काङ्ग्रेसको किल्ला हुनेछ भन्दै म आफ्नो दुई सन्देह अर्को गर्दै धन्यवाद। जय नेपाल।